हेलो सबै साथीहरूलाई नमस्कार। आज म चाहिँ यो देखिराख्नु भएको छ, यो चाहिँ म सफाइ गर्ने विचारमा छु हैन। अब मेरो घरकाले जिम्मा लगाउनु भएको छ, हामी चाहिँ अरू काम गरौँला, तिमी चाहिँ यो गरिदेऊ भनेर। अलि म अल्छी पनि छु, त्यही भएर सहज राख्नुपर्छ हैन। अनि म चाहिँ अब गरिहाल्छु भनेर च्यालेन्ज लिएको छु। कति टाइम लाग्छ हैन, हेरौँ त है त साथीहरू, तपाईँहरूसँगै हैन काम गर्दै राम्रो हैन। अनि त्यसको लागि तपाईँ यो त यो छ हैन, मैले चाहिँ यो ल्याएको छु, यो पनि आवश्यक पर्छ नि त निकाल्न जान्छ, यो भइहाल्यो। अनि त्यसपछि यो के भन्छ, यो तपाईँको यो फोटो हैन, यो छ। अनि यो चाहिँ अर्को टाइपको यो कोडालो हैन, त्यसलाई चाहिँ हामीले यो भन्छ हैन, कोडालो सानो हैन। अनि अर्को चाहिँ यो टाइपको कोडालो छ है। अनि अर्को चाहिँ आवश्यक पर्यो भने यो हँसिया हैन, हँसिया। यो चाहिँ मसँग टुल्सहरू रहेको छ। सबैभन्दा पहिला यसको काम गरौँ हैन। यो चाहिँ छ लगभग हाम्रो यसको काम सकियो साथीहरू। अलिअलि फाल्नु पर्ने खाली भयो होइन। अब चाहिँ पालो यस्तै खन्दा बेटर होला होइन। यो कोडालो अदुवा पनि भन्छ होइन। अब म चाहिँ खन्नुपर्छ साथीहरू, यो कोडालो अदुवा। अनि यो कोद्रा पनि भन्छ हाम्रो थर भाषामा होइन, कोद्रा होइन। अब यसको काम गर्नु पर्यो, खन्नु पर्यो। त्यसपछि हुन्छ यसको गोदमेल होइन, चारहरू निकाल्नु पर्यो। गाह्रो रहेछ साथीहरू, गाह्रो रहेछ खेती होइन होइन। यस्तै हो किसानहरूको काम। यो खनेर म चाहिँ अब पावर टिलरले यसलाई जोड्नुपर्ने अवस्था आयो। त्यसपछि मजाले केलाइन्छ। अब यो जम्मै खनेर चाहिँ सकिन्न। अब म चाहिँ ट्र्याक्टरले नै जोड्ने प्लानिङ गरेँ। त्यो चाहिँ पुरा जोड्छु, अनि त्यसपछि केलाउनलाई सजिलो हुन्छ होइन। मजाले त्यो गर्न सकिहाल्नु। यो कहाँ खन्नतिर लाग्ने धेरै हो यो। म चाहिँ सकेन अब यो। अब ट्र्याक्टरले म जोड्छु, त्यसपछि सबै हुन्छ। अब साथीहरू हाम्रो चाहिँ यो फिल्डमा ट्र्याक्टर चाहिँ हामीले ल्याइसकेका छौँ, पावर टिलर होइन। अब यो चाहिँ एउटा त यो हाम्रो यो चक्का व्हिल पनि चेन्ज गर्नुपर्छ होइन। यो व्हिल चेन्ज गर्नुपर्छ, अनि यो चाहिँ एडजस्ट गर्नुपर्छ यो क्वालिटीको लागि। गहिराइसम्म जोतोस् भनेर हामीले चाहिँ अब यो चक्का पनि चेन्ज गर्नुपर्छ। अनि यो बस्ने सिट होइन, अनि यो चाहिँ छ एडजस्टमेन्ट होइन, एडजस्टको लागि। यो चाहिँ चक्का रहेको छ हाम्रो,
यो हैन यो चक्का अब चेन्ज गर्छौं हामी हैन त चेन्ज गर्नलाई मलाई चाहिन्छ कि टुल्स हैन रेन्चहरु मेरो यहाँ चाहिँ रेन्च रहेको छ यो चाहिँ हाम्रो यो चाहिँ स्लिप भएर यो चाहिँ नट बोल्ट सिस्टम बनाएको छ हैन यो चाहिँ डाउन गर्नु अब देख्न सक्नुहुन्छ साथीहरु हाम्रो चाहिँ यो तल आइसकेको छ यो हैन यहाँ आइसक्यो यसले गर्दा यो पनि अलिकति माथि गड्यो भने यसको जुन हेरो छ नि यो हेरो चाहिँ अलिकति तल जाने भयो हैन गहिराइसम्म जोड्नलाई हाम्रो चाहिँ अब रेडी टु जोटाइ खटाइ हैन खनजोटको लागि रेडी छ अब यो यतिकै जोट्यो भने यो चाहिँ घाँस यसले मिलाइदिन्छ रे अनि यसमा प्याजको बेर्न छाड्नु पर्ने हो नि त यसमा यो घाँस छ नि महा खतरनाक तरिकाले यो चाहिँ हुन्छ हैन यो चाहिँ देखिराख्नु भएको छ अब यसले गर्दा अब यो घरका मान्छेहरुको भनाइ चाहिँ के हो भने यो चाहिँ मजाले कोडालोले यसको जरासरा निकाल्नु पर्छ अनि त्यसपछि जोड्नु पर्छ अनि बेर्नाहरु राम्रो हुन्छ हैन भने प्याजको बेर्ना हुर्किनु भन्दा पहिले यो चाहिँ घाँस चाहिँ छिटो आइहाल्छ र हाम्रो प्याजलाई ग्रोथ हुनबाट रोक्छ भन्ने हो त्यही भएर अब चाहिँ फेरि हामीले मेरो निर्णय जुन थियो त्यो चाहिँ नहुने भयो हेर्नुस् यहाँ चाहिँ फेरि अब यो म्यानुअली कोडालोले खन्नु पर्यो खनेर पुरा क्लिन गरेर त्यसपछि जोड्नु पर्छ त्यसपछि बेर्न छाड्नु पर्छ सबै मिलेर गोडमेल गरिरहेका छौं म चाहिँ अलिकति अल्छीवाला हो लास्टमा आए बुवाहरु हुनुहुन्छ सबै परिवार मिलेर उहाँहरुको बढी कन्ट्रिब्युसन छ यसरी हामीले चाहिँ म्यानुअली कोडालोले खनेर त्यसको झार उखेलेर है लगभग कम्प्लिट अवस्थामा छ थोरै रह्यो यो देख्न सक्नुहुन्छ मजाले हैन अब यसमा चाहिँ प्याजको बेर्न छाडेपछि अब यो पहिला चाहिँ प्याजकै बेर्न नै हुर्किन्छ त्यसको झारसार उखेलेर म्यानुअली कोडालोले गर्ने काम हाम्रो कम्प्लिट भयो अब चाहिँ यो ट्र्याक्टर एकछिन घुराइदिनु पर्छ मजाले भुरभुर बनाइदिन्छ हैन अनि त्यसपछि हाम्रो चाहिँ प्याजको बेर्ना छाड्ने जमिन चाहिँ रेडी हुन्छ देख्न सक्नुहुन्छ यसरी हाम्रो लगभग जोड्ने कार्यक्रम सम्पन्न भयो गोबर मल या अन्य कुनै मल तपाईहरु मिक्स गर्न सक्नुहुन्छ यो चाहिँ रेडी छ अब यो चाहिँ विषादी हो हैन कीटनाशक भनेर देखिराख्नु भयो होला यो चाहिँ हामीहरु बिउमा पनि अलिकति मिक्स गर्छौं हैन गर्यौं र अलिकति माटोमा पनि हामीहरु हाल्छौं ताकि त्यो बिउहरु बेर्नाहरु चाहिँ किराहरु नकाटुन् भनेर यो चाहिँ छाडिन्छ